के भन्छ नीतिमा भने अपूर्व अपि कोशोहं विद्यते तव धारयति ध्यायतो वेदिमायति क्षेमायति सञ्चयात् अयं निज परोव्यापी लघुचेतसम् उदारचेतसं वसुधैव कुटुम्बकम् भन्ने एउटा नीतिशास्त्रहरू छ। नीतिशास्त्र अनुसार हाम्रा जेठा लेखेको श्रीमद् भागवतको कृति हाम्रा लेखेकै छ। हामी साइलाका छोरा हौँ, छोरा नाति पनाति। अहिलेसम्म मैले 7 पुस्तासम्मको पोसा पनि मोटामोटी लेखेको छु। त्यसमा मैले मेरा छोराछोरीहरूलाई मैले मेरै हातले मेरा साथमा लगेर अध्ययन गराएको हो। अध्ययन गर्दा गर्दै उनीहरूले आफ्नो अध्ययनलाई सफलतापूर्वक सफल गरे। मेरी छोरीले पनि राम्रैसँग अध्ययन सफल गरिन्। उनीहरूले धेरै वर्ष कुनै कक्षामा पनि पढ्नु परेन। एउटा शिशु कक्षादेखि लिएर 7औं कक्षामा उनीहरूले अध्ययन राम्रोसँग सफल गरेको मलाई खुसी लागिरहेको थियो। तर पछि मैले छोरा बुहारीलाई पनि मैले 3 वर्षसम्म काठमाडौँमा बसेर स्टाफ नर्स पास गरिन्। छोराले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा पास गरे। म त्यसमा खुब खुसी र गौरव गरेँ। छोरा बुहारीहरू यहीँ बस्नन्, मलाई सहयोग त्यसरी होला भने। तर समयको सन्दर्भ यस्तो हुँदो रहेछ, मान्छेले सोचेको सम्झेको जस्तो कुनै कुरा पनि मान्छेलाई हुँदैन। समय सबभन्दा ठुलो कुरो रहेछ। समयले कला कहाँ पुर्याउँछ को ठेगान हुँदो रहेछ। तर पनि एउटा महत्त्वपूर्ण सन्दर्भ के आयो भने विदेशमा गएर पश्चात जगतको त्यहाँको हावा पानी बसाइ उठाइ सम्पूर्ण त्यहाँको कागजात मान्यता भए तापनि हाम्रो नेपालको प्रत्येक पाइलामा उनलाई माया लगाएर नेपालका हरेक कुराहरू नदी नाला खोला पहाड पर्वत तराई सबैको बारेमा सधैँ लेखिरहने कति माया लागेको रहेछ भन्दा मलाई खुसी पनि लाग्थ्यो। अहिले पनि त्यो लेख्ने लेखहरूको सन्दर्भमा मेरा छोरा सुरेन्द्रले जुन कृति पूर्णतादेखि शून्यदेखि पूर्णतासम्म भन्ने कुराहरू लेखे। यो नीतिमा पूर्णता भन्ने कुरा एउटा ज्ञानवर्धक कुरा हो। त्यो भूगोलमा पनि खगोलहरूले यो विश्व ब्रह्माण्डलाई नै एउटा शून्यमा लगेर परिणत गरेर अनि विश्व ब्रह्माण्डको सिर्जना भएको छ। स्रष्टाकारले गरेको कुराहरू द्रष्टाकारले देख्ने कुरा हो। त्यसमा सबै कुराहरू हामी जन्मदाखेरिमा सबै मान्छेहरू एउटा पिण्डको रूपमा जन्मन्छौँ। सिक्दै जाँदा विश्व ब्रह्माण्ड नै ज्ञानको भण्डार बनाउन सक्ने मानवमा त्यस्तो किसिमको मस्तिष्क हुँदो रहेछ। मानव मस्तिष्क सबभन्दा सर्वश्रेष्ठ हो। पशु जगत पशु भएरै रह्यो, पन्छी जगत पन्छी भएरै रह्यो। मानव जगत पहिला एउटा पिण्डबाट निस्कँदै गएर आज सारा पृथ्वी हल्लाउन सक्ने शक्ति भयो। यसमा सबै बौद्धिक जगत हाम्रो यस क्याम्पसलाई पहिला बागलुङमा क्याम्पस कलेज हुने भयो अरे भन्दा हामीले गलकोटलेबाट छाउने ढुङ्गा बोकेर लिएर आएका हौँ। आज यही कलेजमा मेरा छोराले कीर्ति विमोचन गर्न पाएकोमा मलाई कति खुसी लागेको छ भन्ने कुरा हामीले गलकोटबाट ढुङ्गा बोकेर ल्याएर यो कलेजको छाउने ढुङ्गा बोकेको मलाई सम्झना आउँछ। त्यो बेलामा अब हाम्रो नेपालमा पनि शिक्षाको प्रचार र प्रादुर्भाव हुने भयो। अब भौतिक जगत हुने भए विद्या नै सबभन्दा सर्वश्रेष्ठ धन हो। विद्या धनम सर्वधनम प्रधानम भन्ने नीति छ। विद्याभन्दा ठुलो केही छैन। विद्याले नै सबै कुरा पूर्णता दिन्छ। हुन त आविष्कार निर्माण विध्वंस मान्छेबाटै भएको छ। आविष्कार गर्ने पनि मान्छे, निर्माण गर्ने पनि मान्छे,
विध्वंसक अलि पनि मान्छे भएको हुनाले मान्छेलाई मान्छे चिन्न सकिन्न भन्ने पनि कतै बेला पर्छ। तर भौतिक जगत र विद्वत वर्गहरूको कुराले पृथ्वी नै एउटा स्वर्ग बन्न सक्छ भन्ने कुराहरू मलाई लागेको छ। सुरेन्द्र दत्त मेरा पुत्र हुन्। जुन लेखहरू लेखे त्यसमा मलाई धेरै गौरव लागेको छ। हाम्रा सम्पूर्ण उपस्थित भौतिक जगतबाट उपस्थित हुनुभएका सबै महानुभावहरूमा मेरो हार्दिक स्वागत कृतज्ञता प्रकट गर्दै म यहाँबाट बिदा हुन्छु। बहुत धेरै धन्यवाद। यसपछि